आजको अन्तिम दिनको खेल पनि सुरुवात भइसकेको छ। सम्पूर्ण फुटबल प्रेमी दर्शकहरूलाई फेरि पनि स्वागत गर्न चाहे। बसन्तपुर युनाइटेड भर्सेस ग्रिनल्यान्ड युवा क्लबको बीचको यो अन्तिम खेल कल्याणपुर युवा क्लबले आयोजना गरेको दोस्रो तिहार कप सेमरेसाइड खुल्ला अन्तर माडी फुटबल प्रतियोगिताको हामी दोस्रो दिनको अन्तिम खेलमा छौँ। दुई टिमले नै अब्बल खेल पस्किरहेको छ। हाल यो प्रतियोगितामा विशेष गरेर 4 टिमले जति पनि म्याच भयो त्यो अब्बल खेलहरू पस्किएको थियो। बाबा छोरा कृष्ण सुमन कार्कीजी यो खेल अवलोकन गर्न आउनुभएको छ। धेरै फुटबल प्रेमी फ्यान हुनुहुन्छ, आफै स्लिप हुन पुगेका छन् प्लेयर। दुई टिमको नाम पनि म एकैछिनमा वाचन गर्नेछु। विशेष गरेर यस प्रतियोगितामा विभिन्न संस्था व्यक्तिहरूले सहयोग गर्नुभएको छ र सम्पूर्ण सहयोगी हातहरूलाई फेरि पनि आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। बसन्तपुर युनाइटेडको तर्फबाट खेलिरहेका छन् अनुप, सिद्धान्त, धर्मेन्द्र, वसन्त, शिशिर, रोहित, प्रिन्स, सङ्गम लामिछानेले पनि खेलिरहेका छन् भने ग्रिनल्यान्डको तर्फबाट रोशन तामाङ, सुरज तामाङ, हरिप्रसाद अधिकारी, आशिष पौडेल, रञ्जित तामाङ, आशिष छेत्री, विकास गुरुङ, विप्लव सुवेदी र आदर्श पौडेल र सुबोध हरिजनले खेलेका छन्। राम्रो पास रिलिज। फर्स्ट टच जहिले पनि म्याटर गर्छ। इफ फर्स्ट टच इज नट ओके देन obviously it's very hard to score। यदि एरिया नजिक हुन्छ भने ग्रिनल्यान्डको कन्ट्रोलमा बल जसमा 10 लगाएका प्लेयर ग्रिनल्यान्डका फुटबलर पहिलो प्रयास थियो तर बल गोल पोस्ट भन्दा निकै टाढाबाट बाहिरिएको छ। जसरी नम्बर 10 लगाएका प्लेयरको नाम भने यहाँ मेन्सन गरिएको छैन। प्रत्येक पटक बसन्तपुर जाँदा बसन्तपुरको खेल मैदान भरिएको हुन्थ्यो। फुटबल खेलाडीहरूले यस्तै कृष्णनगरको खेल मैदान पनि सधैँ युवाहरूले भरिएको हुन्थ्यो। दुवै टिमका अनुभवी खेलाडी साथीहरूको अनुभव आज हामीले देख्न पाइरहेका छौँ। निकै शान्त तरिकाले एट्याक बुनिरहेको छ ग्रिनल्यान्ड युवा क्लबले। यो चान्स हुन सक्छ बल डिफ्लेक्सन। अरुण लामिछाने जर्सी नम्बर 12 लगाएर खेल्ने खेलाडीले राम्रो डिफेन्स गर्नुभएको छ। यो सँगसँगै
ग्रिनल्यान्ड युवा क्लबले कोनाको अवसर प्राप्त गरेको थियो। राम्रो खेल, राम्रो पास, आफ्नो ग्राउन्डमा राम्रो पास खेलिरहेको छ बसन्तपुर। It's very tough. आज मेरो दिमागै ह्याङ भइरहेछ यार। बलले लागिसकेपछि डेजाबु फिल गरिरहेको छु मैले। डेजाबु डिफेन्समा राम्रो मेहनत गरिरहेको छ बसन्तपुर युनाइटेड क्लबले। त्यसमा 12 लगाएका थिए। फल गर्न लामी छानेलाई गरिएको यो फल गोल हान्न पर्यो घातक गर्न सक्छ बसन्तपुर युनाइटेड। ग्रिनल्यान्ड युवा क्लबका खेलाडी साथीलाई विकास कोललाई फल गर्न पुगेका थिए। ओ माय गॉड, फ्री किक मास्टर भनेर चिन्छौँ हामीले डेभिड बेकह्यामलाई। अर्को डेभिड बेकह्याम हामीले देख्न सक्छौँ। टोटली सायद हेडेक भइरहेछ मलाई यो म्याचको दौरानमा। जब दोस्रो म्याच भएको थियो त्यो म्याच हुनुभन्दा अगाडि ट्रेनिङको सेसनमा म तल झर्दा बलले फ्ल्याट टाउकोमा लागेको अझै स्टिल हेलुलेसन भइरहेछ मलाई। त्यो दिमागकै सड्किरहेको फिल भइरहेछ। फ्री किकको टाइम रहेको छ। बसन्तपुर युनाइटेडका प्लेयर वालमा लाग्न पुगेको छ। ठ्याक हुने मौका हुन सक्थ्यो, मिस गरेका थिए सुबोधले। गोलकिपरको उत्कृष्ट कलेक्ट रोशन तमाङ गोलकिपर पोजिसनबाट खेलिरहेका छन्। ग्रिनल्यान्डको तर्फबाट मिस पास, एगेन मिस पास। एगेन मिस पास सँगै बसन्तपुर लाउन पुगेका थिए। प्रिन्स नेपालीले खेलिरहेका छन्। शिशिर सुनार 10को शट थियो, सिद्धान्त विकको शट थियो। यो खेलले अर्कै मोड लिन सक्थ्यो। गोलकिपरले कलेक्ट गर्दै रिलिज त गर्दैका थिए। त्यहाँ डिफेन्डर लड्दै पर्दै बचाएका छन् शिशिर सुनारले। नम्बर 7 रोहित गुप्ता र बसन्तपुर युनाइटेड क्लब वर्सेस ग्रिनल्यान्ड युथ क्लबको बीचको आजको दिनको अन्तिम खेल। यो दोस्रो तिहार कप 7 साइड अन्तरमाडी फुटबल प्रतियोगिताको हामी दोस्रो दिनमा छौँ। कुल योसँग 8वटा म्याच सम्पन्नको कगारमा छ। 16 टिमले सहभागिता जनाइसकेको छ। सायद भोलिबाट दोस्रो चरणको खेल पनि सुरु हुनेछ। आज नै सुरु भएको भन्दा पनि हुन्छ। आज बसन्तपुर बुद्ध शान्तिले लगातार दुई खेल जितिसकेको अवस्था छ। ओ माय गॉड, आई कान्ट स्पिक यार। आज म बोल्न सक्दिनँ यार। मलाई यस्तो टाउकोमा लाग्यो कि बोल्न मुडै लागेको छैन। राम्रो खेल पस्किरहेका छन्। जर्सी नम्बर 21 धर्मेन्द्र, शिशिर सुनार राम्रो पास रिलिज लेफ्ट फ्ल्याङ्कमा। फेरि पनि धर्मेन्द्रलाई शिशिर सुनारले खेलिरहेका छन् र यो एक टिम थियो। सिद्धान्त बिके र धर्मेन्द्र बीचको यो कम्बिनेसन हालसम्म 0-0 को अवस्थामा छ यो खेल। नजिकैबाट बल बाहिरिएको छ, राम्रो प्रयास गरिरहेको छ। त्यसमा 6 लगाएका प्रिन्स नेपाली उस्तै राम्रो प्रयास थियो यहाँनेर। शिशिर सुनारले पनि खेलिरहेका छन् र आजसम्म 0-0 को अवस्थामा नै छ यो दिनको अन्तिम खेलमा। आजको यो अन्तिम यहाँ सबैलाई खेल अवलोकन गर्नको लागि हार्दिक निमन्त्रणा पनि दिन चाहन्छु। र यो प्रतियोगितामा हामीले दर्शकहरू निकै नै कम देख्न पाइरहेका छौँ। तपाईहरू तिहारको फेस्टिभल लाग्दैछ,
तर बल कन्ट्रोल हुन आफ्नो सकेन गाउँठाउँमा हुनुहुन्छ भने आउनुहोस् यो नजिक पाइक पर्ने ठाउँबाट यो फुटबललाई अवलोकन गर्न आउनु होला सिटिबिटीको यो ग्राउन्डबाट फुटबल टुर्नामेन्ट भइरहेको छ सिद्धान्त विक्क गाडी रिलिज थियो रोशनले कलेक्ट गर्दै क्विक रिलिज विप्लवको खुट्टामा बल पास दिन चाहन्थे मिस पास भएको छ शिशिर सुनार शिशिर छन् बलमा मिस पास अधिकांश मिस पासहरू भइरहेको छ डिफेन्ड ग्रिनल्यान्डका डिफेन्ड लाइन्सका फुटबलर फितलो पास थियो कन्भर्ट गर्नेछ बसन्तको पासलाई सिद्धान्तले ट्राई गरेका थिए गोलकिपर चुस्त रोशन तमाङ जर्सी नम्बर 3 लगाएका फ्रन्ट लाइनबाट खेलिरहेका छन् ग्रिनल्यान्डका फुटबलर आदर्श पौडेल छैन भएको अहिलेसम्म एक भनेर हालसम्म सुन्दासुनाको अवस्थामा नै छ यो खेल गोलकिपर 1 सेकेन्ड रोशन अलर्ट छन् क्लियर गरिरहेका छन् उनले Oh my god, it's totally out of control यार headache feel भइरहेछ मलाई the ball राम्रो खेल पस्किँदैछ ग्रिनल्यान्ड युथ क्लब हरि हरिप्रसाद पौडेल जर्सी नम्बर 9 लगाएर खेलिरहेका छन् हरिप्रसाद पौडेल प्रिन्स नेपाली त्यसपछि बसन्त सुनारलाई फल गर्न पुगे हरिप्रसाद अधिकारी What's that? बाह्र लगा अरू लामिछाने मैदानमा प्रवेश गरेका छन् कम अन हरि कम अन गोल हान्नु पर्यो भन्ने अहिलेसम्म सुन्ना नै रहेको छ फेरि पनि थ्रोइनको पालो बसन्तपुरलाई नै फाइन डिफेन्डर क्लियर गरेका छन् राम्रो क्लियरेन्स अझै पनि बलमा कृष्णनगरका खेलाडी साथीहरू राम्रो स्किल अन्तिममा फितलो एटेम्प शिशिर सुनारको भावनात्मक रूपमा अग्ला र बलियो कदका देखिएका कृष्णनगरका खेलाडी साथीहरू बलमा राम्रो कन्ट्रोल गर्दैछन् डिफेन्स लाइनमा देखिएको यो टिम कम्बिनेसन उत्कृष्ट छ हरि डिफेन्डरको मार्क त्यहाँ फल भएको छ ग्रिनल्यान्ड युथ क्लबको लागि अवसर हुन सक्छ यो पोइन्टबाट खेल जता पनि जान सक्छ What the hell के मेरो लास्ट ह्याङ भयो यार कसम मेरो टाउको त म बोल्न नै मन लागेन अब म बोल्दिनँ होला है त्यसो लागि सरी म बरु देखाउँछु लाइक गोलमा परिणत गर्नको लागि ग्रिनल्यान्ड युथ क्लबका खेलाडी साथीहरू आफ्नो रणनीति बुन्दैछन् राम्रो प्रयास थियो हेडिङलाई राम्रोसँग फाइनलाइज गर्न नसक्दा बल पाइरहेको छ गोल किक सजिलै खेलेका छन् ग्रिनल्यान्ड युथ क्लबका खेलाडी साथीहरू राम्रो पास अझै पनि ग्रिनल्यान्ड खेलमा आफ्नो दबदबा कायम गर्न चाहन्छ राम्रो पास समय लिएर खेल्न सकिने यो बलमा कृष्णनगर हाबी भएको थियो तर बल फ्रेममा जान नसक्दा गोलकिकको अवसर बसन्तपुरलाई
जर्सी नम्बर 19 लगाएर खेल्ने खेलाडी वसन्त सुनारको राम्रो प्रयास थियो र कृष्णनगरका खेलाडी साथीहरू डिफेन्स लाइनमा देखियो यो उत्कृष्ट कम्बिनेसन प्रशंसा योग्य छ। यो हाफ टाइमको समय the 10 days overall? दाई दाई त्यहाँ जोसाउनु न पुरै साइलेन्ट छ
कल्याणपुर युवा क्लबले आयोजना गरेको दोस्रो 7A साइड टिआर कपको आज दोस्रो दिनमा छौँ हामी। सम्भवतः माडीमै सबैभन्दा धेरै 7A साइड टिमहरूको बीचमा प्रतिस्पर्धा गरिएको खेलहरू मध्येको एउटा खेल यो पनि हो। जम्मा जम्मी 21 टिम सहभागी। यो खेल माडीका लगभग सबै उत्कृष्ट पनि सुचारू भइसकेको छ। खेलिरहनु भएको छ। गोलकिपरको कलेक्सन प्रयास गरिएको यो बललाई कृष्णनगरका गोलकिपरले सजिलै कलेक्ट गरेका छन्। मलाई भमिट आउला जस्तो भयो यार केडा हो। प्रिन्स नेपाली जर्सी नम्बर 6 लगाएर खेल्ने हाम्रो बल निकाल्न टाउकोमा यसरी लाग्यो नि, यसरी लाग्यो। म त मा कसम छ मलाई बोल्न मन लागेको छैन। उत्कृष्ट थियो यो। केही आस देखिएको छ तर कृष्णनगरको डिफेन्स उत्कृष्ट डिफेन्सको रूपमा देखिएको छ। जर्सी नम्बर 8 लगाएर खेल्ने रञ्जित तामाङले उत्कृष्ट बल क्लियर गर्नुभएको छ। रञ्जित तामाङ फेरि पनि बलमा रञ्जित तामाङको राम्रो पास। अझै बलमा कृष्णनगर थियो। कृष्णनगरका डिफेन्सले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सुरज गुरुङ नेतृत्व गरिरहेका छन् कृष्णनगरको डिफेन्सको। जर्सी नम्बर 10 लाई एम गरेर खेलिएको यो पास बल आउट भएको छ। रञ्जित तामाङको यो लामो प्रयास, लामो रेन्जबाट गरिएको प्रयास नतिजा दिन सकेन। बसन्तपुर युनाइटेड क्लब गोल गरेर सुरुवाती अग्रता लिन चाहन्छ। राम्रो क्लियरेन्स बलको सिद्धान्त विकेटको धर्मेन्द्रलाई गरिएको प्रयास। प्रिन्स नेपाली सिद्धान्त विकेट तर बल आउट भएको छ। कृष्णनगरका ग्रिनल्यान्ड युवा क्लबका खेलाडी साथीहरूको अनुभवको अगाडि बसन्तपुरका सबै प्रयासहरू विफल भएका छन्। यस्तै ग्रिनल्यान्डका सबै प्रयासहरू बसन्तपुरले असफल पारेको छ। निकै नै प्रतिस्पर्धात्मक थियो। राम्रो थ्रु बल थियो तर यो बललाई मार्क गर्ने खेलाडी नहुँदा बल आउट भएको छ। गोल किक गर्ने अवसर ग्रिनल्यान्ड। सुरज गुरुङको लामो प्रयास, बल राम्रोसँग कलेक्ट गर्न सफल। अझै पनि बलमा कृष्णनगर। यो मिस पास सँगसँगै गोल पोस्टमा राम्रो गोल किक हुन सक्थ्यो। यो डिफ्लेक्सन बललाई राम्रो कन्ट्रोल गर्दै ग्रिनल्यान्ड युथ क्लबका खेलाडी साथीहरू। जर्सी नम्बर 12 लगाएर खेल्ने अरुण लामिछानेको राम्रो क्लियरेन्स। सुरज गुरुङ फेरि बलमा निकै नै सम्हालिएको प्रदर्शन गर्दै सुरज गुरुङ प्रयास नतिजा दिन सक्थ्यो। अझै पनि रञ्जित तामाङको राम्रो क्रस। रञ्जित तामाङ बलमा गोल पोस्ट नजिकैबाट बल आउट भएको छ। राम्रो रेन्जमा प्रहार गरिएको यो शटले सकारात्मक परिवर्तन गराएको छ ग्रिनल्यान्ड फुटबल क्लबलाई। राम्रो प्रयास, अझै पनि राम्रो प्रयास। कर्नर किक ग्रिनल्यान्ड युथ क्लबका खेलाडी साथीलाई। जर्सी नम्बर 6 लगाएर खेल्ने सुबोध हरिजन फेरि मैदानभित्र प्रवेश गरिसकेका छन्।
खेललाई जति बेला पनि टर्न आउट गर्न सक्ने क्षमता भएका खेलाडी सुबोध हरिजन अपेक्षाकृत रूपमा प्रहार गर्न नसकेको यो कर्नर किकले अझै पनि बल आउट भएको छ। यो सेकेन्ड हाफ अब धेरै मिनेटहरू बाँकी छैन। दुवै टिमले खेललाई पेनाल्टीमा नलैजाने प्रयास गरिरहेका छन्। यो प्रयास सफल हुन सकेन, बल आउट गएको छ। कृष्णनगर ग्रिनल्यान्ड युवा क्लबका खेलाडी साथीहरूलाई थ्रो इनको अवसर। राम्रो ड्रिबलिङ थियो यो। जर्सी नम्बर 10 लगाएर खेल्ने सिद्धान्त बिकेको थ्रो इनको पालो बसन्तपुरलाई। जर्सी नम्बर 23 लगाएर खेल्ने खेलाडी सुजन लामिछानेको थ्रो इन र बललाई राम्रो क्लियरेन्स गर्दै जर्सी नम्बर 15 लगाएर खेल्ने खेलाडी सुरज गुरुङ निरन्तर बललाई मार्क गर्दै फेरि सुजन गुरुङ नै सुरज लामिछानेलाई एम गरेर खेलिएको त्यो पासलाई क्यापिटलाइज गर्न नसक्दा थ्रोइनको अवसर प्राप्त गरेको छ बसन्तपुर युनाइटेड क्लबले। इजी कलेक्सन राम्रो हुन सक्थ्यो यो, तर बसन्तपुर युनाइटेड क्लबको डिफेन्सको राम्रो प्रयास जे पनि हुन सक्छ। यहाँनिर रेफ्रीबाट ह्यान्डबलको सङ्केत। सन् 2018 बार्सिलोना भर्सेस PSG को त्यो गेम नेमारले गरेको त्यो फ्री किकबाट गरेको गोलले बार्सिलोनालाई फाइनलमा पुर्याएको थियो PSG लाई हराउँदै। त्यस्तै खालको फ्री किकको हामी यहाँनिर अपेक्षा गरेका छौँ। जर्सी नम्बर 19 लगाएर खेल्ने खेलाडी बसन्तपुरका बसन्त सुनार र जर्सी नम्बर 10 लगाएर खेल्ने सिद्धान्त बिके। हेरौँ कहाँ जान्छ नतिजा। राम्रो वाल अझै पनि बसन्तपुर युनाइटेड खेलमा राम्रो बल कलेक्सन धर्मेन्द्रको। प्रिन्स नेपाली यो काउन्टर एट्याक यसलाई नतिजामा बदल्न सक्छ कि सक्दैन हेरौँ। कृष्णनगरका खेलाडी साथीबाट बल नियन्त्रणमा लिएको छ बसन्तपुरले। टार्गेट गरिएको यो बलमा कन्ट्रोल हुन सकेन। दोस्रो फ्री किकको अवसर प्राप्त गरेको छ ग्रिनल्यान्ड युथ क्लबले। राम्रो क्लियरेन्स अझै पनि अवसरमा छ बसन्तपुर युनाइटेड 3 वर्सेस 2 को अवस्थामा यहाँनिर मौका बन्न सक्छ। नजिकै गोलकिपरसँग पुगेको थियो। राम्रो प्रयास जारी छ। सायद यो लङ शटको अपेक्षा। यसले नतिजा दिएन। राम्रो पास, राम्रो गोल किक, सिद्धान्त बिकेको मिडफिल्डमा गरिएको त्यो क्लियरेन्स। यस सिद्धान्त बिकेको उत्कृष्ट सिद्धान्त बिकेले गोल गर्न सक्छ। एक गोल गरेको छ। पहिलो गोल सिद्धान्तको यो शट
हेर्न लायक मनमोहक यो शटले बसन्तपुर युनाइटेड खेलको अन्तिम अन्तिमतिर गोल गर्न सफल अग्रता दिलाएको छ। सिद्धान्त जर्सी नम्बर 10 लगाएर खेल्ने सिद्धान्त बिकेको यो गोल मार्फत बसन्तपुरले आफ्नो मनोबल उच्च बनाएको छ। राम्रो बल क्लियरेन्स हुन सकेन यहाँनिर। ग्रिनल्यान्ड ब्याकफुटमा आइसकेको छ। खेल त राम्रो ग्रिनल्यान्ड खेलमा फर्कन चाहन्छ र उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको छ। अझै पनि बसन्तपुर पोस्टमा एम गरेर गरिएको यो प्रयासले ग्रिनल्यान्डलाई काउन्टर एट्याकको यो अवसर। प्रिन्स नेपालीको उत्कृष्ट ट्याकल सजिलै कर्नर किक प्राप्त गरेको छ। जर्सी नम्बर 16 लगाएर खेल्ने विप्लव सुवेदीले कर्नर किक प्रहार गर्दै हुनुहुन्छ। अपेक्षा गरे अनुसारको पास रहन सकेन थियो, तर अझै पनि बलमा कृष्णनगर हाबी भएको छ। के यसले नतिजा देला सकेन। बललाई क्लियर गरेका छन्। लामो रेन्जमा गरिएको गोलकिपर चनाको हुनुपर्ने थियो। चनाको भएर राम्रो गर्न सके गोलकिपरले। ग्रिनल्यान्ड युथ क्लब अझै बलमा तार पनि छ बाबा ओको बाबा हो के खेललाई जति बेला पनि परिवर्तन गर्न सक्ने खेलाडीहरूले भरिएको कृष्णनगरको टिम। राम्रो प्रयास थियो तर उस्तै उत्कृष्ट बचावट गोलकिपरबाट। तारहरू छ छोराले त्यहाँ अल्झिन्छ। राम्रो पास यो फेरि मौका बन्न सक्छ।